हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई सिकाउने छु है एनएमबी एप्सबाट चाहिँ ई सेवामा पैसा हाल्ने तरिका है। कतिलाई थाहा छ होला, कतिलाई थाहा छैन होला ई सेवामा पैसा हाल्ने तरिका है। योभन्दा पहिला मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्नु भएको छैन भने लाइक सब्सक्राइब गरिदिनु होला प्लिज गाइज चाहिँ निकै फुल्ली सपोर्ट गर्नुपर्छ है। त्योभन्दा पहिला अब तपाईँको एनएमबी एप्समा जानुहोस् र यहाँको पासवर्ड हाल्नुहोस्। त्यसपछि यहाँ वालेट रिचार्ज भनेर लेखेको हुन्छ गाइज, यहाँनिर यहाँ थिच्नुहोस्। यहाँ खल्ती ई सेवा लेखेको छ। तपाईँहरूले अब ई सेवा हाल्नु छ भने ई सेवामा क्लिक गर्नुहोस् र ई सेवा आइडीमा यहाँ नम्बर हाल्नुहोस्। एमाउन्ट कति हो त्यति हाल्नुहोस्। म चाहिँ यहाँ चाहिँ 10 रुपियाँ हाल्छु है त गाइज, 10 रुपियाँ 10। अब नेक्स्ट गर्नुहोस्। यहाँ चाहिँ आफ्नो ट्रान्जेक्सन पिन हाल्नुहोस्। ल त गाइज पसिसकेको छ त, पसिसकेको छ। यस ई सेवा 10 रुपियाँ आइसकेको छ, एसएमएस आइसकेको छ। यति हो त गाइज, आजको भिडियो यति हो। यदि तपाईँ पनि मेरो अहिलेसम्म पनि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला है त गाइज।